अनि उहाँको इनाम, उहाँले पृथ्वीमा हुँदा गर्नुभएको काम, उहाँले गर्नुभएको सबै कुरालाई सम्झना गरेर हामीले श्रद्धाञ्जली गरिराखेका थियौँ। अब यो अन्तिम ठाउँमा आउँदै गर्दाखेरि, यो आखिरी ठाउँमा हामी आइपुग्दै गर्दा फेरि हामी उहाँ भएर फुकिदिनु भएर मानिस जीवित प्राणी भयो भनेर परमेश्वरको वचन हामीले सुनेका थियौँ। अनि म यति बेला उत्पत्ति 2 अध्यायको 7 वचनलाई यसरी पढ्न गइराखेको छु। उत्पत्ति 2 अध्यायको 7 पद यसरी म पढ्दैछु। तब परमप्रभु परमेश्वरले भूमिको मानिसहरूले उसलाई श्रद्धाञ्जली चढाएको छ। किन भन्दाखेरि ऊ एउटा इमान्दारी परमेश्वरको आज्ञाकारितामा भएर परमेश्वरको वचनमा चलेको कारणले यहुदाका मानिसहरू अनि यरुशलेमका मानिसहरूले चाहिँ श्रद्धाञ्जली चढाएर उहाँलाई इज्जत गरेको अन्तिम इज्जत आफ्ना पितृहरूसित सुते र दाउदका सन्तानहरूका च्यानहरू भएको डाँडामा तिनी गाडिए। तिनको मृत्युमा सारा यहुदा र यरुशलेमका मानिसहरूले तिनलाई श्रद्धाञ्जली चढाए अनि तिनीपछि तिनका छोराहरू मनश्शे राजा भए। धन्यवाद। यहाँनिर एउटा प्रुफ छ।